अवसरवादी भनेको चाहिँ कस्तो लाग्छ भने यो चाहिँ हामी अलिकति नबुझ्ने मान्छेहरूले मात्रै त्यो शब्द युज गर्छ जस्तो लाग्छ। किनभने मैले भनेको चाहिँ हामी जस्तो युवाले गर्नुपर्छ भन्ने हो। त्यहाँ अवसर दिनलाई त हामी जस्तो मान्छे हामी जस्तो यतिको क्षमता भएको मान्छेले त त्यहाँ उनीहरूले अवसर दिँदैन भने अनि अब मभन्दा अरू मान्छेले त उनीहरूले त कहाँबाट दिन्छ त? भनेपछि तपाईँ चाहिँ नेपाली काङ्ग्रेसमा चाहिँ अवसर नदिएर नै यता आउनु भएको होइन, यो यसरी बुझौँ, हामीले कसरी बुझौँ भने त्यहाँ अवसर मैले लिनु खोजेँ। किनभने अब म पनि त छिटै बुढा हुनेवाला छु नि त। अवसर भन्दा पनि मैले अवसरै खोजेको भनौँ न एकछिनलाई, अवसरै खोजेको। अब म किन भन्दा मलाई जसले अवसर दिन्छ त्यो पार्टीसँग आबद्ध भएर मेरो जिल्लाले काम गर्छु भनेर आएको हुँ होइन। अवसरै खोजेर आएको भन्दा पनि केही फरक चाहिँ पर्दैन। किनभने म जतिको मान्छे क्यापेबल भएको मान्छे पनि अर्कोकै जला बोकेर कति वर्ष हिँड्ने होइन। हरेक चुनावै पछि अर्कोको जला बोकेर किन हिँड्ने भन्ने मेरो चाहिँ धारणा हो। यसपालि आफै बोकेर हिँड्दैन। योभन्दा अघिल्लो चुनावमा मैले नेकपा एमालेलाई साथी गरेको थिएँ। उहाँलाई जिताएर पनि पठाएँ। उहाँले जिताएर पठाउँदै गर्दाखेरि यहाँ चाहिँ केन्द्रमा उहाँहरूले पछि चाहिँ पार्टी नै मर्ज गरेर चाहिँ बहुमतको पार्टी बनाउनु भयो। 2-3 वर्ष त मैले केपी बा र प्रचण्ड बाको चाहिँ डाइलेक्ट मात्रै सुने 2-3 वर्ष। देशको विकास छोडिदिनुहोस्, देशको चाहिँ नि राज्यको चाहिँ नि जुन नीति नियम कानुन उहाँहरूले त्यस्तो कुरा चेन्ज बनाउन त छोडिदिनुहोस्। जुन जसले माइक भेट्यो उसले उनीहरूको डाइलेक्ट मात्रै चाहिँ नि 3 वर्ष मैले त्यस्तो सुने। मलाई कस्तो दिक्क लाग्यो। मभन्दा धेरै ठुल्ठुलो नेताहरू पनि सबैले छोडेर आउँदैछ होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमै प्रवेश गर्दैछ। तर पनि अब यो एउटा कुरा चाहिँ कस्तो हुन्छ भने पुरानो पार्टीहरूको चाहिँ एउटा सिद्धान्त चाहिँ अब कस्तो भने अब खालि आफूहरू मात्रै बस्ने, अब होइन, आफूले मात्रै कमाउनु पर्ने, आफ्ना आसेपासेले मात्रै कमाउनु पर्ने, आफ्ना परिवारभित्रको मान्छे मात्रै ठुलो मान्छे हुनुपर्ने र आफ्ना अब सामाजिक पार्टीमा आयो भने आफ्नै मात्रै हुनुपर्ने होइन। ठुलो मान्छेको बुढीलाई, ठुलो मान्छेको सालोलाई, ठुलो मान्छेको मामा भन्जालाई नपाइकन अनि हामी जस्तो युवाहरूले पाउने चान्स छैन। त्यहाँबाट उहाँहरूको फ्यामिलीभित्र र आफन्तले बाँडेको बन्डलाएको बाँकी रहेको पैसा चाहिँ अनि करोडमा बिखान हुँदो रहेछ त्यो सामाजिक पार्टी। अनि त्यस्तो गरेर आएपछि त अनि यो देश भन्छ त। राष्ट्रिय स्वतन्त्र पार्टीमा त्यो छैन। सबै कार्यकर्ताले छानेर पठाउने हो। जतिजना त्यो माथि नाम पऱ्यो 1, 2, 3, 4 हुँदै आयो त्यही मान्छेहरू चाहिँ भोलि सांसद हुने रहेछ। अर्कोले बनाएको घरभित्र छिर्दै गर्दा आधै त दिनु सक्दैन होला होइन, सबै त दिनु सक्दैन होला। केही कुराहरूमा त उहाँहरूले पनि कम्प्रोमाइज गर्नु। तर यस्तो भन्यो अरे नि त उहाँहरूले चाहिँ जस्तै कुलमान घिसिङले त सबै थोक त्यागेर आएपछि चाहिँ उनीहरूले चाहिँ केही पद नपाएको जस्तो गरेर व्यवहार गर्यो भन्ने उहाँको चाहिँ त्यो मैले सुनेको चाहिँ उहाँलाई त उपसभापति, त्यत्रो पार्टी ठुलो पार्टीको उपसभापति होइन। त्यसपछि गएर कतिजना केन्द्रीय सदस्य, कतिजना चाहिँ चुनावमा प्रत्यक्ष, कतिजना चाहिँ सामाजिक पार्टीमा भने कुलमान दाइ धेरै राम्रो मान्छे हो। कुलमान घिसिङ भनेको एउटा राष्ट्रिय नायक मान्छे हो। उहाँ चाहिँ यो राष्ट्रिय स्वतन्त्र पार्टीमा बसेको भए उहाँ चाहिँ अझै धेरै राम्रो हुन्थ्यो मलाई त्यस्तो लाग्थ्यो। तर मैले सुनेको अनुसार चाहिँ उहाँ चाहिँ राम्रो हुँदै पनि उहाँको जुन पार्टीहरूबाट डिलिङ गर्ने, उहाँले जुन आइडिया दिने, उहाँको जुन सल्लाहकारहरूले चाहिँ उहाँले राम्रोसँग सल्लाह नदिएको हो कि कुलमानै भएको जस्तो राम्रो त हुँदैन होइन। तर कुलमान भएको भएदेखि अझै चाहिँ राम्रो हुन्थ्यो होला होइन। तर अब कुलमान दाइलाई पनि घाटा हो, रासपाले पनि घाटा हो। यो दुइटै पक्षले घाटाको कुरा हो होइन। तर पनि अब रासपाले एउटा धेरै युवाहरूको चाहिँ एउटा चाहना के हो भने अब नयाँ शक्ति चाहिँ यो देशमा चाहिने रहेछ भनेर बुझेको छ। यो देशमा चाहिँ युवा मान्छेहरूले चाहिँ नयाँ शक्ति ल्याएर यो देशलाई चाहिँ अलिकति चेन्ज गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ सबले थाहा पाएको छ। अहिले पार्टीमा नमिले पनि हामी पछि ल्याएर मिल्छु भन्ने खालको कुरा त कुलमान दाइले गरिरहेछ होइन। तर मलाई त चुनावभन्दा अगाडि पार्टीमै मिल्दा धेरै राम्रो। अब पछि जितेर आएर 2-4 सिट ल्याएर 10-15 सिट ल्याएर मिल्नु भनेको त त्यो त खासै त्यसको उचितै रहँदैन जस्तो भने मिल्नु सम्भव छ नि। तर हर्क सामङले चाहिँ उनीहरूलाई चाहिँ एनसिसी ट्र्याक लगाइदिएको छ होइन। अब यो एनसिसी भनेको चाहिँ अब कुलमानजीलाई लाउनु भएको। कुलमानजीलाई एनसिसीको कुरा गर्दाखेरि उहाँ त एउटा कार्यकारी कर्मचारी त थियो नि। उहाँलाई त्यो त हर्क दाइले त्यसै लाउने मात्रै हो। उहाँले त्यो ट्याग त लाग्दैन होइन। किनभने उहाँ भनेको एउटा कार्यवाहक कर्मचारी हो। कार्यवाहक कर्मचारी भनेको चाहिँ मन्त्रीले जे भन्यो, प्रधानमन्त्रीले जे भन्यो त्यही कुरा हुने। उहाँको पनि अब उहाँले जति नै कराउनु भए पनि पूर्वबाट बाहेक उहाँको पश्चिम होइन, अब पश्चिम उत्तर दक्षिणतिर त उहाँको पनि खासै उ छैन। पूर्वबाट 10-15 सिट ल्याएर यहाँ सक्ने के पनि होइन। भोलि गएर एउटा पार्टीसँग नै जोडेर काम गर्ने।
तपाईँहरू जस्तो मान्छेहरू चाहिँ मिलेर अहिले नै बरु कति कहाँ बरु बाघबन्दा लाएर उठेर जितेर आउनुभयो भने कमसेकम यो देशको एउटा इतिहासमा नाम त कोर्नु सक्छ। इतिहासमा एउटा उहाँहरू त्यो ठाउँमा जला बोकेर पुग्नु पनि सकेको छ होला। उहाँहरूले आफ्नो आफ्नो ठाउँबाट आफ्नो सक्ने जति गरेको पनि होला होइन, म नगरेको भन्नु पनि चाहदिनँ। तर पनि अहिले चाहिँ सबै मेरो गाउँ जिल्ला गाउँपालिका सबैजनाले चाहिँ के भन्नुहुन्छ भने अलिकति एउटा नयाँ विकल्प पनि खोजिरहनु भएको छ होइन। त्यो नयाँ विकल्प खोजिरहँदाखेरि चाहिँ म कथाले मागेको अनुसार म त्यो जिल्लामा आएको छु। जहिले पनि समस्या पनि गरेर हिँड्ने हो, भोलि म हार्दा पनि समस्या पनि गरेर हिँड्ने हो, म जित्दै गर्दाखेरि पनि समस्या पनि गरेर हिँड्ने हो। मैले सक्ने जति सहयोग, मेरो जति बुद्धिले ल्याएको जति विकास त्यहाँको चाहिँ जिल्लाको लागि चाहिँ मैले ल्याएको जति गर्ने हो। तर म अरू पार्टीको जस्तो 5 वर्षभित्र म यो गरिदिन्छु, म यो गरिदिन्छु, म यो त्यो गरिदिन्छु भन्ने चाहिँ म भन्न सक्दिनँ। फेरि मेरो जिल्लाको माथि म भ्रष्टाचार गर्न पर्ने हो भनेदेखि त म किन राजनीतिमा आउने होइन। अर्को कुरा अझै म के भन्छु भने जो राजनीति गर्ने मान्छेहरू हुन्छ नि अलिक क्षमता भएको मान्छे नै चाहिने रहेछ। किनभने त्यहाँ गएर पैसा खर्च भएको चाहिँ पछि गएर फेरि त्यहाँबाट चाहिँ भ्रष्टाचार गरेर उठाउँछु भन्ने मान्छे चाहिँ राजनीति नगर्दा हुन्छ। किनकि यहाँ कि म जस्तो अलिक व्यवसाय नै हुनु पर्यो। तपाईँले पैसा कमाउन सक्नुहुन्छ, त्यसपछि तपाईँले फेरि राजनीति गर्नुहोस् न, के आपत्ति छैन नि। तर राजनीति नै गरेर म अब यो यस्तो गर्छु त्यहाँ गर्छु भोलि यहाँ पुग्यो भने म पैसा कमाउँछु भनेर सोच भने अहिलेको जमानामा त्यो हामीलाई छुट छैन। जिल्लाको मेरो गाउँपालिकाको मेरो त्यहाँ भएको गाउँपालिका तर त्यस्तो समस्या चाहिँ हेलीमा चढेर बुझ्दैन भन्छ होइन। तपाईँ मेरो कुरा सुनिदिनुहोस्, म सबै हिँडेर पनि घुमेको छु, बुझेको छु, म बुझ्छु, म गाउँले जीवनको मान्छे हो होइन। तर मेरो हेलिकप्टरमा चढ्ने भनेको चाहिँ मसँग समय कम भयो भने म हेलिकप्टरमा जानु पऱ्यो होइन। अब त्यो मेरो राज्यको पैसा होइन, मैले आफैले दुःख गरेको पैसा हो होइन। बोट खोलामा समस्या भने बोट खोलाबाट फोन आउँछ, मकालु गाउँपालिकामा समस्या छ भने मकालु गाउँपालिकाबाट फोन आउँछ, सिलिचुङ गाउँपालिकामा समस्या छ भने सिलिचुङ गाउँपालिकाबाट फोन आउँछ होइन। अब खाँदबारी नगरपालिकामा छ भने आउँछ, मलाई सबै ठाउँबाट फोन आउँछ। तर अब म त्यहाँ हेलीमा जाँदै गर्दाखेरि त त्यो त एउटा आरोप त लाग्ला, नबुझ्नेले त्यो हुन पनि सक्छ। अब अहिले मोटरको बाटोहरू पुगेको छन्, मोटरको बाटोहरू त पुग्नु त पुग्यो होइन। तर पुगे पनि अहिले त्यो मोटरको बाटो व्यवस्थित रूपमा भएको छैन। कहिले त्यो खोलाले चाहिँ बाटो बिगारिदिने, कहिले के गरिदिने होइन। अब सुत्केरीहरू यस्तो भएको खण्डमा अब मान्छेहरू आउँदै बाटोमा मर्ने मान्छेहरू पनि धेरै छ। मैले के भन्ने गरेको छु भने सुत्केरी महिलाहरू एकदमै अब रक्तमै भएर अब बाटोमा नै मर्ने अवस्था आयो भने म त्यस्तोलाई त फ्रीमा पनि उद्धार गरिदिन्छु। त्यो उडाउने हेलिकप्टर सबै मेरो हो। सबै मान्छे हेलिकप्टर व्यवसाय भने चाहिँ त पैसै कमाउने त हो नि। तर अरू मान्छेहरूले के गर्छ भने अरू कम्पनीहरूले अब त्यो मान्छे नेपाली रहेछ बहुत छोडिदियो भनेर डलर जहाँ भोलि आउँछ त्यहाँ पठाउँछ। मैले चाहिँ के भन्छु भने डलर होइन, मेरो गाउँमा मान्छे बिरामी भएको छ त्यो मान्छे नलिकन म हेलिकप्टर अरू अन्त पठाउँदिनँ भनेर म त्यस्तो खालको अडिट पनि गर्ने मान्छे हो कि नपुगेर अब बितेको घटनाहरू पनि छ। कारण किनभने त्यहाँ राज्यबाट अलिक पछाडि राखेको छ, किनभने पर्मिसन लिनलाई धेरै टाइम लगाउनु छ। त्यहाँ जिल्लामा राम्रो सिडिओ चाहिन्छ हामीलाई, त्यहाँ जिल्लामा राम्रो डिएसपी चाहिन्छ, किनभने उहाँहरूको कोअर्डिनेट बिना त्यहाँ फेरि हेलिकप्टर उड्नलाई पनि उड्नु दिँदैन। अहिले अहिलेको सिडिओ साहबहरू अहिलेको डिएसपी साहबहरू एकदम ठिक छ, हाम्रो कोअर्डिनेट अनुसार चल्छ। हामीले भनेको कुराहरू उहाँहरूले बुझ्नुहुन्छ र बिरामीहरू एकदम टाइममा उद्धार भइरहेछ। यो मेरो म जितेर मैले समस्या यो समाधान गर्न सक्दैन। तर अब कुनै अब काहीँ निकायहरूबाट भएर भोलि गएर चाहिँ नि एउटा राम्रै नियम कानुन बुझेर मेरो पार्टीमा यो समस्या समाधान गर्न सक्छ कि सक्दैन भनेर राख्नु चाहिँ म सक्छु। तर त्यसको समस्या समाधान नगरी गर्न नसके पनि केही सहजता दिलाउन सक्छ सहजता त म अहिले नै गरिरहेको छु। मैले सहजता त अब मैले सिडिओसँग डिल गर्ने हो, डिएसपीसँग डिल गर्ने हो, त्यहाँ मेरो मान्छे मर्नु लागेको छ तपाईँले यो गरिदिनु पऱ्यो, मऱ्यो त्यहाँ मान्छे मऱ्यो भने तपाईँहरूको पनि बेइज्जत हुन्छ हाम्रो पनि बेइज्जत हुन्छ भन्ने चाहिँ म अहिले नै गर्छु। तर अहिले जुन एउटा भ्रष्टाचार गर्नुहुन्न र गर्नु दिनुहुन्न भन्ने मान्छेको लडाइँ हो यो होइन। एउटा चाहिँ भ्रष्टाचार गर्दैन केही फरक परेन, पुरानै तरिकामा चलेर जाउँ, पुरानै सिस्टममा लैजाउँ भन्ने छ भने एक लेन चाहिँ भ्रष्टाचार गर्नै हुन्न, भ्रष्टाचार गरेर त्यसको ठुलो सजाय भोग्नुपर्छ र भ्रष्टाचार गर्ने नियम कानुन चाहिँ कडा नियम कानुन बनाउनुपर्छ भनेको लडाइँ हो। आयोजन सरकारी निकायबाट गएको प्रोजेक्टहरू चाहिँ मैले पैसा नखाइकन चाहिँ त्यहाँ चाहिँ मैले खबरदारी गर्न सक्छु नि त होइन। यदि इनकेस म पैसामा बिक्यो भने त त्यो त सबै बदखोर हुने भयो
होइन। जुन त्यो नेतृत्वले पैसामा बिक्न थाल्यो भने त त्यहाँको पर्यटकहरू सबै बतरगोल हुने भयो। तर मेरो सोच चाहिँ के भने यदि म जितेर गयो भने 1 रुपियाँ पनि भ्रष्टाचार हुँदैन। काम गर्नेले पनि काम गर्नु दिने र काम गर्नेले पनि व्यापार गर्नेले पनि आफ्नो गाउँको स्थानीयले चाहिँ पाउने चिजहरू सबै पाएर स्थानीयले जति नियम कानुन अनुसार पाउने चिजहरू छ त्यो सबै पाएर दियो भने व्यापार गर्ने व्यापार गर्नु पायो। बनाउनु सक्नुहुन्छ, बनाउनु पर्छ, किनभने त्यो त हाम्रो सर्त हो नि त, हाम्रो चाहिँ स्वत हो। हामीलाई पनि त्यही भोलि गएर हामीले त्यो उहाँहरूले बनाएको पैसा चाहिँ हामीलाई रोयल्टी आएर हाम्रो गाउँलाई नै विकास हुने कुरा हो। तर मेरो भनाइ चाहिँ कहाँनिर हो भने त्यो बनाउँदै गर्दा त फेरि गाउँलेले त मार पार्नु भएन नि त। गाउँलेले पाउने चिजहरू त सबै पाउनु पर्यो। म यो गर्छु भन्छ होला, 10 वर्षपछि म यो गर्छु भन्छ होला, 5 वर्षभित्र म यो काम गरिदिन्छु भन्छ होला। त्यो चाहिँ भोलि गएर म त्यो ठाउँमा फर्केर जानु नसक्नुको एउटा कारण अहिले जनप्रतिनिधिहरू त्यही ठाउँमा गएर भोट माग्नु नसक्नुको कारण चाहिँ त्यही कुराले हो कि उहाँहरूले 5 वर्षभित्र यति धेरै काम गरिदिन्छु भने हुन्छ, तर 5 वर्ष बितिसक्दा उहाँहरूले एउटा पनि काम गरेको हुँदैन। त्यहाँ सरकारको निकायको मान्छे कोही पनि आउँदैन। मलाई कस्तो चित्त दुख्छ, कुन चाहिँ पर्यटन मन्त्री चाहिँ कस्तो होला भनेर। अनि त्यो भन्यो भने अब सबै कुर्सीकै मात्रै काम हुन्छ, उहाँहरूको त मिटिङ मात्रै हुन्छ होइन। तर मलाई चाहिँ यो पर्यटन सम्बन्धी सबै कुरा थाहा भएको हुनाले म मेरो पार्टीमा पर्यटन सम्बन्धी सबै कुरा गर्ने जिम्मेवारी म लिन्छु जस्तो मलाई लाग्छ कि। किनभने यो कुरामा चाहिँ हामीले धेरै कुरा सुधार्न सकेन भने भविष्यमा हामीले पर्यटक ल्याउन सक्दैन। तपाईँ अब यो फागुन 21 गते चुनाव पनि हुँदैछ, त्यहाँको जनता सङ्घसभाली जनताले चाहिँ तपाईँलाई चाहिँ किन भोट दिनुपर्छ? सबैजनालाई स्वागत छ भोटकोला खबरमा। आज मेरो साथ हुनुहुन्छ मिङमा शेर्पा जी हुनुहुन्छ, मेरो दाइ हुनुहुन्छ। आज दाइसँग केही राजनीतिक कुरा छोटो भिडियो कुराकानी गर्न चाहिँ म गइरहेको छु। विशेष गरी दाइले समय दिनुभयो, आज मेरो त्यसमा हुनुहुन्छ। दाइले स्वागत छ। धन्यवाद। आरामै हुनुहुन्छ? हजुर ठिक छ भाइ। विशेष गरी दाइ केमा व्यस्त हुनुहुन्छ आजभोलि? अब आजभोलि त हाम्रो अब चुनावको माहौल, अब पार्टी कार्यालय धाउने, साथीभाइसँग भेटघाट गर्ने, आफूभन्दा सिनियर मान्छेहरूसँग भेटेर चाहिँ नि राय सल्लाहहरू लिने, आफ्ना विचार पनि सिनियरहरूसँग सेयर गर्ने दिने, त्यस्तै कुराहरूमा अलिक व्यस्त छु। हामी धेरै भूमिकातिर जान्दैनौँ, विशेष आजकै टपिक्सतिर जान्छौँ। तपाईँ राष्ट्रिय स्वतन्त्रबाट उम्मेदवार हुनुभएको छ, विशेष गरी सङ्घसभाबाट तपाईँले चाहिँ अब त्यहाँबाट चुनावको लागि चाहिँ तपाईँलाई सिफारिस अब उम्मेदवार बन्नुभएको छ। के छ तयारी? अब यो फागुन 21 गते हुँदैछ, तयारी कस्तो छ तपाईँ? अब खासै मेरो राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीबाट चाहिँ अब त्यहाँ प्रत्यक्ष सङ्घको केन्द्रीय उम्मेदवार दिनु पाउँदा त मलाई धेरै खुसी छु। किनभने म जतिको एउटा युवा र अलिकति अब यो राजनीति भन्दा पनि मेरो चाहिँ गाउँ जिल्ला होइन सहरतिर सबैसँग मेरो चाहिँ धेरै जस्तो साथीभाइहरूसँग घुलमेल। अर्को भनेको कुरा चाहिँ अब हामीभन्दा अरू ठुल्ठुलो पार्टीहरू पनि त्यहाँ छ। नेपाली कङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी होइन, उनीहरूको अगाडि त अब मलाई त बच्चै ठान्छ नि। अब मेरो पार्टीलाई त अहिले भर्खर त म प्रवेश गरेर शङ्खसभा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको हामीले पुरानै त्यहाँ हाम्रो पार्टी सभापतिहरू, हाम्रो जिल्ला कमिटीहरू पनि छ। तर पनि मेरो लागि त अलिकति नयाँ नौलै भएको हुनाले मलाई अब त्यहाँ लगेर मेरो साथीभाइसँग मेरो कुराहरू सेयर गर्नको लागि चाहिँ मलाई अलिकति गाह्रो चाहिँ भएको छ। तर अब टाइम मिलाएर सबै कुराहरू मैले जानेको जति, बुझेको जति मेरो गाउँ सबै मेरो जिल्लावासीहरू चाहिँ सेयर गर्ने मेरो इच्छा हो। जस्तै तपाईँलाई अहिले ठ्याक्कै नेपाली काङ्ग्रेस भनेपछि मैले यो प्रश्न राखिहालेँ। तपाईँ पहिला नेपाली काङ्ग्रेसमा हुनुहुन्थ्यो, अहिले फेरि यो राष्ट्रिय स्वतन्त्र पार्टीमा आउनु, यो कारण चाहिँ के हो? यसमा के लाग्छ भने मलाई मेरो बुझाइ चाहिँ के हो भने नेपाली कङ्ग्रेसभित्र पनि धेरै युवाहरू छ, तर त्यो पार्टीभित्र चाहिँ हामी जस्तो युवाको सोच चाहिँ त्यहाँ नअडिने रहेछ। हामीसँग त्यहाँ मेल खाने सोचहरू नहुँदो रहेछ। किनभने त्यो पुरानो पार्टीको अलिकति पुरानै ढङ्गबाट चल्ने र पुरानै सोच भएको हुनाले मैले चाहिँ
म नभए पनि अरू कोही यङ हामी जस्तो अलिकति यङ जेनेरेसनको चाहिँ नि उम्मेदवारहरूलाई चाहिँ नि टिकट दिउँ भन्दाखेरि अब हामीभन्दा सिनियर मान्छेहरूले त्यो स्वीकार्न सक्दैन जस्तो कुरा गर्नुभयो। अनि नेपाली काङ्ग्रेसमा मात्रै नभएर नेकपा एमालेमा पनि त्यही छ, नेपाली कम्युनिस्टभित्र पनि त्यही कुराहरू छ। नेकपा अब त्यो कारणले गर्दाखेरि चाहिँ म चाहिँ एउटा क्रान्ति जस्तै भयो, किनभने होइन युवाले पनि पाउनुपर्छ। अब हामी पनि केही दिन केही वर्षपछि त बुढो नै हुने हो। अब युवा त्यतिखेर मैले युवालाई नै चान्स दिनुपर्छ। सक्षम युवाहरू आयो भने त एक कार्यकालमै अरूले पनि चान्स दिनुपर्ने हुन्छ भने यो मेरो एउटा क्रान्ति जस्तो पनि भयो। त्यो कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ एउटा म जतिको क्यापेबल भएको मान्छेले म किन चाहिँ त्यहाँ मेरो जिल्लालाई काम गर्नलाई, मेरो जिल्लामा चाहिँ एउटा राजनीति गर्नलाई, मेरो जिल्लाको भविष्य बनाउनलाई, मेरो जिल्लाको युवाहरूको भविष्यहरू गर्नलाई त्यो किन म नगर्ने? मैले जानेको कुरा सेयर गर्ने हो नि त, होइन? मैले संसार घुमेको छु, होइन? संसार घुमेर आएर बुझेको छु। त्यो कुराहरू मैले मेरो गाउँ, मेरो ठाउँमा लागु गर्न सक्छ कि भन्ने मेरो एउटा ठुलो आशा पनि लिएर अहिले म चाहिँ अब जिल्लाको राजनीतिमा समावेश भएको छु। जस्तै तपाईँले उताबाट छोडेर आउने बित्तिकै तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीमा जानुभयो। कतिले भन्यो कि तपाईँ मिङमा शेर्पा एउटा अवसरवादी रहेछ भन्छ नि त, यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ? अवसरवादी हो तपाईँ? अब यो चाहिँ कस्तो हुन्छ भने मान्छेले मलाई एउटा कुरा चाहिँ अवसरवादी भनेको चाहिँ कस्तो लाग्छ भने यो चाहिँ हामी अलिकति नबुझ्ने मान्छेहरूले मात्रै त्यो शब्द युज गर्छ जस्तो लाग्छ। किनभने मैले भनेको चाहिँ हामी जस्तो युवाले गर्नुपर्छ भन्ने हो। त्यहाँ अवसर दिनलाई त हामी जस्तो मान्छे हामी जस्तो यतिको क्षमता भएको मान्छेले त त्यहाँ उनीहरूले अवसर दिँदैन भने अनि अब मभन्दा अरू मान्छेहरू त उनीहरूले त कहाँबाट दिन्छ? भनेपछि तपाईँ चाहिँ नेपाली काङ्ग्रेसमा चाहिँ अवसर नदिएर नै यता आउनु भएको? होइन, यो यसरी बुझौँ, हामीले कसरी बुझौँ भने त्यहाँ अवसर मैले लिनु खोजेँ। किनभने अब म पनि त छिटै बुढा हुनेवाला छु नि त, मेरो पनि सधैँ एज त यो हुँदैन। म अहिले त म गाउँको लागि, ठाउँको लागि मैले जे पनि गर्न सक्छु नि। म हिँड्न सक्छु, घुम्न सक्छु, डुल्न सक्छु, दिन सक्छु, होइन, खान सक्छु। यो बेलामा नि त मैले गाउँमा समाजसेवा गर्ने। अब भोलि पर्सि बुढा भएर त मलाई नि त चान्स हुँदैन। त्यो कारणले गर्दा अवसर भन्दा पनि मैले अवसरै खोजेको भनौँ न एकछिनलाई, अवसरै खोजेको। अब म किन भन्दा मलाई जसले अवसर दिन्छ त्यो पार्टीसँग आबद्ध भएर मेरो जिल्लाले काम गर्छु भनेर आएको हुँ, होइन? अवसरै खोजेर आएको भन्दा केही फरक चाहिँ पर्दैन। किनभने म जतिको मान्छे क्यापेबल भएको मान्छे पनि अर्कोकै झोला बोकेर कति वर्ष हिँड्ने, होइन? हरेक चुनावै पछि अर्कोको झोला बोकेर किन हिँड्ने भन्ने मेरो चाहिँ धारणा हो। यसपालि आफै बोकेर हिँड्ने। अब यो तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीमा उहाँहरूले चाहिँ तपाईँलाई अफर गर्नुभएको चाहिँ तपाईँ आफै जानुभएको त्यहाँ? मेरो केही शर्त छैन। म त्यहाँ चाहिँ नि मेरो एउटा साधारण सदस्य मात्रै हो। तर उहाँहरूले के भन्नुभएको थियो भने तपाईँ जतिको क्यापेबल भएको मान्छे हाम्रो पार्टीमा आएर सङ्घसभा जिल्लाको नेतृत्व गरिदिनु भयो भने हामीलाई एकदम राम्रो हुनेछ भनेर हाम्रै ठुल्ठुलो नेताहरूले मलाई रिक्वेस्ट पनि गर्नुभयो। उहाँहरूले नै मलाई टिकट पनि दिलाउनु भएको, होइन? उहाँहरूले नै तपाईँ जतिको क्यापेबल मान्छे हाम्रो पार्टीमा चाहिन्छ मिङमाजी भनेर उहाँहरूले नै भनेर म गएको। खास म धेरै ठुलो राजनीति गरेर हिँड्ने खालको मान्छे पनि होइन। तर उहाँहरूले त्यति भन्दा भन्दै पनि म किन पछि हट्ने? म पनि गर्न सक्छु नि त। ल त्यही कारणले अब यो राष्ट्रिय स्वतन्त्र पार्टीमा गएर मैले केही गरौँ। अब पुरानो पार्टीहरू त जहिले पनि जगाएर मात्रै गरेर बस्ने, आफूभित्र मात्रै मोडमेड। मैले देखेको कुरा योभन्दा अघिल्लो चुनावमा मैले नेकपा एमालेलाई साथी गरेको थिएँ। उहाँलाई जिताएर पनि पठाएँ। उहाँले जिताएर पठाउँदै गर्दाखेरि यहाँ चाहिँ केन्द्रमा उहाँहरूले पछि चाहिँ पार्टी नै मर्ज गरेर चाहिँ बहुमतको पार्टी बनाउनु भयो। 2-3 वर्ष त मैले केपी बा र प्रचण्ड बाको चाहिँ डाइलेक्ट मात्रै सुने 2-3 वर्ष। देशको विकास छोडिदिनुहोस्, देशको चाहिँ नि राज्यको चाहिँ नि जुन नीति नियम कानुन उहाँहरूले त्यस्तो कुरा चेन्ज बनाउन त छोडिदिनुहोस्। जुन जसले माइक भेट्यो उसले उनीहरूको डाइलेक्ट मात्रै चाहिँ नि 3 वर्ष मैले त्यस्तो सुने। मलाई कस्तो दिक्क लाग्यो, यो देश चाहिँ साँच्चीकै नबन्ने नै रहेछ। अनि त्यसपछि गएर उहाँहरू फुट्नुभयो। त्यसपछि फुटेर गएर फेरि पछि चुनाव भयो। त्यसपछि मैले नेपाली कङ्ग्रेसलाई साथी गरेँ, म पार्टी नै प्रवेश गरेँ। त्यसपछि बल्ल म नेपाली कङ्ग्रेसमा पार्टी प्रवेश गरेर अनि नेपाली कङ्ग्रेसलाई चाहिँ नि फेरि पनि जिल्लामा गएर हामीले साथी गऱ्यौँ, जित्यो, पठायो। उहाँहरूले पनि धेरै काम गर्छ भनेर गाउँघरमा आश्वासन दियो, जिल्लामा आश्वासन दियो, होइन?
पछि अब जितेर गएपछि चाहिँ अब गाउँघरमा पनि आइपुगेन, काम पनि बनेको जस्तो एउटै पनि कार्यान्वयन भएन। अनि त्यो कारणले गर्दा अझै पनि पार्टीभित्र फेरि पनि उहाँहरूको के रहेछ भने युवाहरूलाई चान्स दिँदैन। मेरो कुरा छोडिदिनुहोस् न, गगन दाई, विश्वप्रकाश दाई, उहाँहरू त धेरै राम्रो नेताहरू हो नि त। उहाँहरूलाई त यो पार्टी नै जिम्मा लाउँदा केही फरक पर्दैन थियो नि खास। तर पनि उहाँहरूको भन्दा पनि एक ल्याङमाथिको मान्छेहरूलाई उहाँहरूले त्यो पार्टी सुम्पाउन, उहाँहरूले जिम्मा लाउन इच्छा नै राख्दैन भने हामी त साधारण त हो। म त आएर राष्ट्रिय स्वतन्त्र पार्टीमा आउनु ठुलो कुरा भएन। मभन्दा धेरै ठुल्ठुला नेताहरू पनि सबैले छोडेर आउँदैछ होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमै प्रवेश गर्दैछ। तर पनि अब यो एउटा कुरा चाहिँ कस्तो हुन्छ भने पुरानो पार्टीहरूको चाहिँ एउटा सिद्धान्त चाहिँ अब कस्तो कस्तो भने अब खालि आफूहरू मात्रै बस्ने, अब होइन आफूले मात्रै कमाउनु पर्ने, आफ्ना आसेपासेले मात्रै कमाउनु पर्ने, आफ्ना परिवारभित्रको मान्छे मात्रै ठुलो मान्छे हुनुपर्ने, र आफ्ना अब सामाजिक पार्टीमा आयो भने आफ्नै मात्रै हुनुपर्ने होइन, अब आफ्नै बुढी हुनुपर्ने नत्र सालो हुनुपर्ने होइन। अनि त्यो कारणले गर्दाखेरि अबको यो नयाँ पार्टीहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ त्यस्तो देखेन। यहाँ चाहिँ आफ्नै तरिकाले चाहिँ काम गरिरहेको छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ यसले चाहिँ पैसासँग होइन कि, त्यहाँ चाहिँ अब पैसामा चालखेल छ होइन। यहाँ चाहिँ यो पार्टीमा चाहिँ पैसामा चालखेल देखेन। मलाई चाहिँ होस् बिस्तारै बिस्तारै यो उ गर्दैछु, मैले बुझ्दैछु। तर मलाई एकदम मेरो विचारसँग मिल्दोजुल्दो भएको हुनाले मलाई चाहिँ अहिले अति खुसी छु भनौँ न। अब यो नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ के फरक पाउनुभयो तपाईँले? अब जस्तै तपाईँ त हुन त तपाईँ भर्खर प्रवेश गर्नुभएको छ, के फरक छ? अब मैले देखेको अब राष्ट्रिय स्वतन्त्र पार्टीमा सबै डिजिटल सिस्टम आइसकेको छ। हामीले मनोनित गर्नु पर्यो भने त्यो नेता कसै नेताको चाहिँ खुट्टा रोक्नुपर्ने, कुनै नेताले चाहिँ टोली लिएर भेटघाट गर्नुपर्ने छैन। मैले अहिले उम्मेदवार दिएको छु, मैले डिजिटल सिस्टमबाटै दिएको छु होइन। उहाँहरूले त्यसमा अब 2 जना भयो भने फेरि त्यो नेताले होइन, तल चाहिँ नि कार्यकर्ताले नै त्यो 2 जनामा को छन्ने भन्ने हुँदो रहेछ। अब हाम्रो चाहिँ यस्तो डिजिटल सिस्टममा देश सिस्टमहरू आइसक्यो भने हामी किन त्यो पुरानो सिस्टम मात्रै युज गरेर बस्ने। अब यही कुरा चाहिँ नेपाली कङ्ग्रेसमा हो भने म सामाजिक पार्टीमा मैले नाम दिने बित्तिकै पहिला सुरुमा म शेरबहादुरको घरमा जानु पऱ्यो, त्यसपछि अर्को फेरि अर्कै शेरबहादुरको घरमा जानु पऱ्यो, फेरि अर्कै शेरबहादुरको घरमा जानु पऱ्यो होइन। 3-4 जना शेरबहादुरको घरमा गएपछि मात्रै मेरो चाहिँ हुन्छ कि हुन्न भन्ने कुरा थाहा हुन्थ्यो। अनि त्यसपछि फेरि त्यहाँबाट चाहिँ 101मा पढिसकेपछि चाहिँ अनि त्यसपछि फेरि कसको खेमामा जानु पऱ्यो, फेरि शेखर कोइरालाको खेमा अरे, शेरबहादुरको खेमा अरे, कता अनि त्यहाँबाट गएर शशाङ्क कोइरालाको खेमा अरे होइन। त्यहाँबाट त्यो खेमा नै कति अब आजै के अर्को हाम्रो एउटा नेता पनि हुनुहुन्छ नि, उहाँ झापातिरको के भन्छ कृष्ण सितौँडा, कतिवटा खेमामा गएर अनि त्यो खेमा सबै खेमाको खुट्टा ढोकेपछि म 101 भित्र पऱ्यो। अनि 101 भित्र परिसकेपछि पनि अब फेरि ठुलो मान्छेको बुढीलाई, ठुलो मान्छेको सालोलाई, ठुलो मान्छेको मामा भन्जालाई नपाइकन अनि हामी जस्तो युवाहरूले पाउने चान्स छैन। त्यहाँबाट उहाँहरूको फ्यामिलीभित्र र आफन्तले बाँडेको बन्डलाएको बाँकी रहेको पैसा चाहिँ अनि करोड करोडमा बिखान हुँदो रहेछ त्यो सामाजिक पार्टी। अनि त्यस्तो गरेर आएपछि त अनि यो देश भन्छ त। राष्ट्रिय स्वतन्त्र पार्टीमा त्यो छैन, सबै कार्यकर्ताले छानेर पठाउने हो। जतिजना त्यो माथि नाम पऱ्यो 1, 2, 3, 4 हुँदै आयो त्यही मान्छेहरू चाहिँ भोलि सांसद हुने रहेछ। त्यो चाहिँ मलाई एकदम त्यो सिस्टम चाहिँ मलाई मन पर्यो। अब म प्रत्यक्षमा अहिले उठ्छु भनेर मलाई पार्टी कुनै नेताले रवि चाहिँ नि अब डिबी दाई, सोनमले, रवि दाई जसले दियो भने उहाँहरूले लेखेर मलाई दिनु मिल्दैन। किनभने मैले पनि प्रत्यक्ष रूपमा मैले पुरै इन्टरनेटबाट फर्म भरेर अब त्यहाँबाट फेरि हामी 2 जना 3 जना पऱ्यो भने त्यो पनि कार्यकर्ताले भोटिङ गरेर भोटिङबाट छानेको मात्रै त्यहाँ लड्नु पाउने भयो। अब एकल भयो भने चाहिँ त्यो एकल नै हुने भयो होइन। त्यस्तो सिस्टमहरू चाहिँ मलाई चाहिँ एकदम खुसी लाग्यो। भविष्यमा यस्तो सिस्टमहरू चाहिँ हाम्रो युवा मान्छेहरूले धेरै काम गर्न सक्ने यो सिस्टम चाहिँ राम्रो लाग्यो भनौँ न। अब यो तपाईँले यसो भनिरहँदाखेरि अब तपाईँले भन्नुभयो अवसरवादी नै हो भन्ने कुरा पनि आयो तपाईँबाट। अब यसो भन्ने अब यो हिजो मात्रै फेरि यो हिजो अस्ति 3 दिन अगाडि मात्रै हाम्रो सबैजना अब वैकल्पिक शक्तिहरू चाहिँ एकता हुनुपर्छ भनेर चाहिँ अस्ति 3 जना मिल्नु भयो। तर यो 2 दिन अगाडि चाहिँ एकजना चाहिँ छुट्यो, यानि कि कुलमान घिसिङ त्यहाँबाट निस्किनु भयो। किन निस्किनु भएको जस्तो लाग्छ तपाईँको? अब तपाईँ किनकि तपाईँ त त्यहाँकै सदस्य भएको कारणले चाहिँ किन निस्केको जस्तो लाग्छ तपाईँलाई चाहिँ? मलाई चाहिँ एउटै मात्रै के डाउट लाग्यो भने कुलमान घिसिङ भनेको चाहिँ यो देशको एउटा नायक हो होइन, एउटा राम्रो नेता हो।
तर जुन उहाँको सल्लाहकारहरू हुनुहुन्छ, उहाँको पछि लागेको त्यो मान्छेहरू हुन्छ, त्यो पार्टीभित्रको मान्छेहरू हुन्छ, उहाँहरू चाहिँ अलिकति आफ्ना डिमान्ड चाहिँ धेरै हाई भयो जस्तो लाग्यो। किनभने अर्कोले बनाएको घरभित्र छिर्दै गर्दा आधै त दिन सक्दैन होला होइन, सबै त दिन सक्दैन होला, केही कुराहरूमा त उहाँहरूले पनि कम्प्रोमाइज तर गर्नुपर्छ यस्तो होला। भन्यो अरे नि त उहाँहरूले चाहिँ जस्तै कुलमान घिसिङले त सबै थोक त्यागेर आएपछि चाहिँ उनीहरूले चाहिँ केही पद नपाएको जस्तो गरेर व्यवहार गर्यो भन्ने उहाँको चाहिँ त्यो मैले सुनेको चाहिँ उहाँलाई त उपसभापति, त्यत्रो पार्टी ठुलो पार्टीको उपसभापति होइन, त्यसपछि गएर कतिजना केन्द्रीय सदस्य, कतिजना चाहिँ नि चुनावमा प्रत्यक्ष, कतिजना चाहिँ सामान्य पार्टीमा, सबै कुरा चाहिँ समानुपातिकमा 21जना पठाउनु पर्ने थियो अरे नि, तर 15जना कि 16जना मात्रै पठायो भन्छ नि त। अब त्यसमा यस्तो हुन्छ नि त, किनभने कुलमान दाई राम्रो भए पनि उहाँको पार्टी पनि त अलिकति ठुलै क्षमता भएको चाहिँ नि एउटा पहिला नै 2, 4, 10, 15 सिटै भएको जस्तो मान्छे भए त उहाँहरूले पनि बराबरै खोज्नु ठिकै होला। तर हिजो अस्ति भर्खरै उज्यालो नेपाल भनेर खोलेर अहिले नै तुरुन्तै त्यत्रो केन्द्र सदस्य, त्यत्रो पार्टीको उपसभापति त्यत्रो पाउँदा त उहाँले चाहिँ खास आँखा चिम गरेर बस्नुपर्ने हो। हामीले त नयाँ मान्छे त मिल्नु नै पर्ने भनेको छ नि त। उहाँको उद्देश्य पनि त्यही हो। उहाँको उद्देश्य पनि यो देशलाई राम्रो बनाउँ, कानुन बनाउँ, ऐन चेन्ज गरौँ, यो मिलेन त्यो मिलेन भन्ने नै हो। तर रविजीको पार्टी पनि त भ्रष्टाचार मुक्त गरौँ, यो देशमा धेरै भ्रष्टाचार भयो, धेरै सम्पत्ति, देशको सम्पत्तिहरू दुहान भयो भनेको हो नि त होइन। अब बालेनजी पनि चाहिँ राम्रो गरौँ, युवाहरू जेनजीहरू एक भएर काम गरौँ भनिरहेछ भने हर्का साम्बाङ, मेयर हर्का साम्बाङजी पनि राम्रै कुरा गरिरहेछ। अब उहाँहरूले भोलि गएर वैकल्पिक रूपमा एउटा एक भएर चाहिँ नि नयाँ शक्तिहरू एक भएन भने त पुरानो शक्तिलाई नै अब फेरि उहाँहरू फेरि पार्टी बनाउने अनि पुरानो शक्तिले नै सहयोग गर्ने भए त त्यो त धेरै नराम्रो हुन्छ जस्तो लाग्छ मलाई। त्यस्तो तरिकाले चाहिँ चल्दैन। तर पनि उहाँहरूको अब कस्तो हुन्छ भने राजनीतिक भनेको चाहिँ अब यो चाहिँ के हुन्छ त्यो अब सबैले ठेट यही हुन्छ भन्ने कुरा चाहिँ हामीले गर्न सक्दैन होइन। तर मलाई चाहिँ के लाग्छ भने कुलमान दाई धेरै राम्रो मान्छे हो। कुलमान घिसिङ भनेको एउटा राष्ट्रिय नायक मान्छे हो। उहाँ चाहिँ यो राष्ट्रिय स्वतन्त्र पार्टीमा बसेको भए उहाँ चाहिँ अझै धेरै राम्रो हुन्थ्यो, मलाई त्यस्तो लाग्थ्यो। तर मैले सुनेको अनुसार चाहिँ उहाँ चाहिँ राम्रो हुँदै पनि उहाँको जुन पार्टीहरूबाट डिलिङ गर्ने, उहाँले जुन आइडिया दिने, उहाँको जुन सल्लाहकारहरूले चाहिँ उहाँले राम्रोसँग सल्लाह नदिएको हो कि जस्तो फिल लाग्छ। जस्तो भनेपछि कुलमान पछि हट्नुको कारण चाहिँ सल्लाहकारहरूको कमजोर हो, त्यसो बुझौँ कि कस्तो? अब त्यसमा चाहिँ के हुन्छ भने डिमान्ड उहाँहरूको हाई होला, त्यो डिमान्ड पुरा गर्नलाई त साँच्चीकै फुल। तर यस्तो भन्छ नि त अब तर सल्लाहकारको पनि कमजोरी चाहिँ हो। किनभने उहाँ अब त्यो त थाहा भइहाल्छ नि, किन भनौँ न, सल्लाहकारले पनि त राम्रो सल्लाह दिनु पऱ्यो नि। आफ्नो पार्टी त्यत्रो ठुलो पार्टी बनाउँछु भनेर आएको मान्छे हो होइन। भोलि पार्टी ठुलो भएपछि त पाउने त उहाँहरूलाई नै त हो नि होइन र। अब पार्टी नै ठुलो भएन भने त के अहिले के छ र, अहिले राजसभामा पनि खासै ठुलो पार्टी भन्न मिल्दैन होइन। सबै चाहिँ नि फेसिङ फेसमा छ। यो फेसिङ फेसमै सबै ठुलो हुनु चाहिँ सबै पदहरू सबैले चाहिने, सबैले चाहिँ टेक्नै नसक्ने भयो भने त यो नयाँ पार्टी पनि के काम रहेर, खासै काम त्यस्तो तरान्छ जस्तो मलाई लाग्दैन। तर उनीहरूले अस्ति ठ्याक्कै फेरि तपाईँले यसो भन्दैखेरि चाहिँ उहाँहरूले चाहिँ के अब कुलमान निस्केपछि हामीले चाहिँ कुलमान हुँदाखेरि चाहिँ 151 सिट ल्याउँछु भन्थ्यो, अब कुलमान गइसकेपछि 152 सिट ल्याउँछु भन्नुभयो नि, ल्याउँछ? त्यो कुरा चाहिँ अब के हुन्छ भने अहिले चाहिँ त्यो एउटा कुरामा चाहिँ अब कुरामा कुरा निस्केको मात्रै हो होइन। कुलमानै भएको जस्तो राम्रो त हुँदैन होइन। तर कुलमान भएको भएदेखि अझै चाहिँ राम्रो हुन्थ्यो होला होइन। तर अब कुलमान दाइलाई पनि घाटा हो, राजसापाले पनि घाटा हो, यो दुइटै पक्षले घाटाको कुरा हो होइन। तर पनि अब राजसापाले एउटा धेरै युवाहरूको चाहिँ एउटा चाहना के हो भने अब नयाँ शक्ति चाहिँ यो देशमा चाहिने रहेछ भनेर बुझेको छ। यो देशमा चाहिँ युवा मान्छेहरूले चाहिँ नयाँ शक्ति ल्याएर यो देशलाई चाहिँ अलिकति चेन्ज गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ सबले थाहा पाएको छ। त्यो कारणले गर्दा अलिकति धेरै जस्तो मान्छेलाई चाहिँ राजसापाले मन पराएको छ, यसको नीति, यसको सिद्धान्त मन परेको छ। यसमा अझै चाहिँ अझै कुलमान दाइहरू आएर फेरि अझै सुनमा सुगन्ध हुन्थ्यो होइन। तर यो कुलमान दाइ र राजसापासँगै नहुनु भनेको दुवैजनालाई घाटा हो, एकजनाले मात्रै घाटा भन्न मिल्दैन। अब यो मिल्ने सम्भावना कतिको देख्नुहुन्छ? अब उहाँहरूले भन्नुहुन्छ अब अहिले पार्टीमा नामिले पनि हामी पछि ल्याएर मिल्छु भन्ने खालको कुरा त कुलमान दाइले गरिरहेछ होइन। तर मलाई त चुनावभन्दा अगाडि पार्टीमै मिल्दा धेरै राम्रो।
अब पछि जितेर आएर 2-4 सिट ल्याएर 10-15 सिट ल्याएर मिल्नु भनेको त त्यो त खासै त्यसको उचितै रहँदैन जस्तो मलाई लाग्छ। एउटा कुरा नि, जस्तै अब रवि लामिछाने त एउटा त्यागी हो, मान्छे हो रहेछ भनेर सबैले वाइ वाइ पनि पायो, तर कुलमानले भने जस्तो सिट चाहिँ किन दिन सकेन जस्तो लाग्छ? अब यसमा के हुन्छ भने राजसभामा पनि त यत्रो फेरि पार्टीभित्र मान्छे टन्नै होला होइन, राजसभाले पनि त पाउनुपर्ने चिजहरू होला, सबै गुमाएर सबै नै अब सबै अमलाई दिँदा सबै डढै लिदियो भने त भोलि राजसभाभित्रै पनि फ्याँक आउन सक्छ। त्यो कारणले गर्दा उहाँको क्षमताअनुसार उहाँको चाहिँ पार्टीको क्षमताअनुसार चाहिँ राजसभाले दिएकै भन्नुपर्छ होइन। अब उपसभापति कार्यवाहक उपसभापति भनेको त ठुलो पद हो नि, त्यो त भोलि सभापतिको मुनिको मान्छे हो होइन। यो पार्टी साँच्चीकै यो देशको सबभन्दा ठुलो नै हुन्थ्यो होला उहाँ बसेर त्यो गरिदिनु भएको भए होइन। अब चाहिँ होला नहोला त्यो आफ्नै ठाउँमा छ, तर जे होस् उहाँ भएको भए अझै धेरै होप धेर हुन्थ्यो होइन। त्योमाथि चाहिँ हर्क सम्बन्धलाई आउनुभयो भने त चाहिँ धेरै नै ठुलो हुन्थ्यो होला होइन। होप गरौँ हामी चाहिँ अब नयाँ नयाँ पार्टीहरू चाहिँ मिलेर यो देशलाई बनाउनै पर्छ भन्ने चाहिँ मेरो सिद्धान्त हो। उहाँहरू नै अब तत्त्वमा भनेर हिँड्नुभयो भने चाहिँ नयाँ र पुरानोमा खासै केही फरक छ। अब तपाईँले हर्क साम्बाङको कुरा निकालिहाल्नुभयो। हर्क साम्बाङको पार्टी श्रम संस्कृति पार्टी र रवि लामिछानेको चाहिँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ गठबन्धन हुन सक्ने कतिको सम्भावना छ? अब यो राजनीतिक कुरा हो, यो हुनु सक्दैन भन्ने चाहिँ छैन। किनभने मान्छे उहाँ कङ्ग्रेस र एमाले त मिलेर चुनाव लड्छु भनिरहेछ भने नयाँ पार्टी त हिजो मात्रै जन्मेको पार्टीहरू हो, उहाँहरू त मिल्न त जरुरी नै देख्छु म होइन। त्यो मिल्नु सम्भव त किन नहुनु, मिल्यो भने त मिल्नु सम्भव छ नि। तर हर्क साम्बाङले चाहिँ उनीहरूलाई चाहिँ एनसिसी ट्र्याक लगाइदिएको छ होइन। अब यो एनसिसी भनेको चाहिँ अब कुलमानजीलाई लाउनु भएको, कुलमानजीलाई एनसिसीको कुरा गर्दाखेरि उहाँ त एउटा कर्मचारी त थियो नि, उहाँलाई त्यो त हर्क दाइले त्यसै लाउने मात्रै हो, उहाँले त्यो ट्याग त लाग्दैन होइन। किनभने उहाँ भनेको एउटा कार्यवाहक कर्मचारी हो, कार्यवाहक कर्मचारी भनेको चाहिँ मन्त्रीले जे भन्यो प्रधानमन्त्रीले जे भन्यो त्यही कुराउने हो, अनि उहाँले त्यो ट्याग लाउनु त गलत हो। तर पनि जे होस् उहाँ पनि एकदम राम्रो मान्छे हो, मलाई जहाँसम्म लाग्छ पछि चाहिँ सबैजना मिलेरै एकदम ठुलो पार्टी बनाउँछ जस्तो मलाई लाग्छ। म त्यो चाहिँ होपफुली यो गऱ्यो भने चाहिँ हाम्रो नेपालको युवाहरूको भविष्य भन्छ, नेपालीको एउटा भविष्यमा फेरि एउटा नयाँ चाहिँ तरङ्ग आउँछ। त्यो कारणले गर्दा प्लिज मेरो चाहिँ बिन्ती तपाईँहरू सबैजना मिल्नुहोस् होइन। जित्ने हार्ने आफ्नै ठाउँमा छ। म हर्क साम्बाङ मेयर साहबले पनि एकदम मन पराउने मान्छे हो। उहाँको पनि अब उहाँले जति नै कराउनु भए पनि पूर्वबाट बाहेक उहाँको पश्चिम होइन, अब पश्चिम उत्तर दक्षिणतिर त उहाँको पनि खासै उ छैन। पूर्वबाट 10-15 सिट ल्याएर यहाँ सक्ने के पनि होइन, भोलि गएर एउटा पार्टीसँग नै जोडेर काम गर्ने। तपाईँहरू जस्तो मान्छेहरू चाहिँ मिलेर अहिले नै बरु कति कहाँ बरु बाघबन्दा लाएर उठेर जितेर आउनुभयो भने कमसेकम यो देशको एउटा इतिहासमा नाम त कोर्नु सक्छ, इतिहासमा एउटा चाहिँ नि हाम्रो नेपालीको चाहिँ नि बगिया चम्किनु सक्छ, इतिहासमा युवाहरूको चाहिँ नि उज्यालो भविष्य बन्नु सक्छ भने तपाईँहरू मिल्नुहोस् भन्न चाहन्छु म चाहिँ। अब तपाईँ सङ्घसभाबाट चाहिँ उम्मेदवार हुनुहुन्छ, अब त्यहाँबाट चुनाव लड्दै हुनुहुन्छ, त्यहाँ एकदम अनुहार, किनकि त्यहाँ त सङ्घसभा त नेपाली काङ्ग्रेस र नेकपा एमाले चाहिँ को चाहिँ जग उनीहरूले चाहिँ राज गरेको ठाउँ हो सङ्घसभा। दीपक खड्का यहाँ अनि हाम्रो गौतम सर हुनुहुन्छ, उहाँहरूले चाहिँ राज गरेको ठाउँ। अब तपाईँ राष्ट्रिय स्वतन्त्रबाट चाहिँ त्यहाँ उम्मेदवार भएर लड्दै हुनुहुन्छ, कतिको तपाईँलाई चुनौती छ त्यहाँ चाहिँ चुनाव जित्नका लागि? मलाई जहाँसम्म लाग्छ अहिलेको समय सन्दर्भ अनुसार हाम्रो मान्छेहरूले धेरैले कुरा बुझिसकेको छ। अब धेरैचोटि उहाँहरू त्यो ठाउँमा जला बोकेर पुग्नु पनि सकेको छ होला, उहाँहरूले आफ्नो ठाउँबाट आफ्नो सक्ने जति गरेको पनि होला होइन, म नगरेको भन्नु पनि चाहदिनँ। तर पनि अहिले चाहिँ सबै मेरो गाउँ जिल्ला गाउँपालिका सबैजनाले चाहिँ के भन्नुहुन्छ भने अलिकति एउटा नयाँ विकल्प पनि खोजिरहनु भएको छ होइन। त्यो नयाँ विकल्प खोजिरहँदाखेरि चाहिँ म कथालाई मागेको अनुसार म त्यो जिल्लामा आएको छु होइन। अब भोलि उहाँहरूले चाहिँ ल ठिकै छ नयाँलाई नै दिनुपर्छ भने मैले जितेँ होइन, पुरानै ठिक छ भने पुरानोले जित्छ। अब त्यो चाहिँ राजनीति चाहिँ अहिले हामी पार्टीले गर्ने होइन, अहिलेको राजनीति चाहिँ स्थानीय आफ्नो गाउँ आफ्नो जिल्लावासीहरूले गर्ने कुरा हो। अबको राजनीति गर्ने पालो चाहिँ जनताको हो योचोटिको चुनाव। अब त्यो तपाईँले चुनाव लड्दै गर्दाखेरि चाहिँ आफ्नो
पक्षमा पार्नका लागि चाहिँ तपाईँको भूमिका कस्तो हुन्छ त्यहाँ? मेरो भूमिका चाहिँ म एकदम स्पष्ट रूपमा म यो राजनीतिमा आएर मेरो जिल्लामा गएर म जितेर म पैसा कमाएर राजनीतिमा पैसा कमाउँछु भनेर यो राजनीतिमा आएको होइन। म चाहिँ एउटा समाजसेवी मान्छे हुँ होइन। म जहिले पनि समाजसेवी नै गरेर हिँड्ने हो। भोलि म हार्दा पनि समाजसेवी नै गरेर हिँड्ने हो। म जित्दै गर्दाखेरि पनि समाजसेवी नै गरेर हिँड्ने हो। मैले सक्ने जति सहयोग, मेरो जति बुद्धिले ल्याएको जति विकास त्यहाँको चाहिँ नि जिल्लाको लागि चाहिँ मैले ब्याएको जति गर्ने हो। तर म अरू पार्टीको जस्तो 5 वर्षभित्र म यो गरिदिन्छु, म यो गरिदिन्छु, म यो गरिदिन्छु भन्ने चाहिँ म भन्न सक्दिनँ। किनभने त्यो मेरो हातमा रहने कुरा होइन। भोलि मैले त्यो गर्नु नसक्ने चिजहरू मैले सक्दिनँ भन्नुपर्छ अहिले नै। अब यो तपाईँले यो म समाजसेवा गर्दै आएको मान्छे हो भन्दाखेरि चाहिँ तपाईँले एउटा चाहिँ के यो उनीहरूले आरोप लागेको छ भने मिङमा शेर्पा एउटा ट्राभल चलाइरहेको ट्रेकिङ व्यवसाय गरिरहेको मान्छे, एउटा व्यापारी मान्छे हो। उहाँको प्रशस्त मात्रामा पैसा छ, पैसाको खोलो बगाइदिन्छ अनि त्यसपछि जित्छ, त्यसपछि त्यो पछि त्यही पैसा उठाउनहरू भ्रष्टाचार गर्छन् भन्छ नि त। यसमा के छ तपाईँको विचार? त्यो चाहिँ मेरो चाहिँ के हो भने मैले पैसा कमाउने हो त म किन पैसा खोला बगाउँछु र? म पैसाको खोला बगाउने मेरो इच्छा छैन। म यो निर्वाचनमा पनि मैले सबै युवाहरूले के भनेको छैन, म अर्को जस्तो पार्टीको जस्तो मासु भात खसी काटेर बोझ बतर लगाउनेवाला छैन। मेरो गाउँ मेरो जिल्लामा कहाँ गरिब दुःखी छ, कसले समस्या परेछ त्यसको समाधान बरु म गर्न तयार छु मेरो व्यक्तिगत तर्फबाट होइन। तर मैले फेरि यहाँ सम्पत्ति चाहिँ नि 10-15 करोड पैसा खर्च गरेर भोलि चाहिँ नि मैले फेरि मेरो जिल्लाको माथि म भ्रष्टाचार गर्नु पर्ने भनेदेखि त म किन राजनीतिमा आउने होइन। अर्को कुरा अझै म के भन्छु भने जो राजनीति गर्ने मान्छेहरू हुन्छ नि अलिक क्षमता भएको मान्छे नै चाहिने रहेछ। किनभने त्यहाँ गएर पैसा खर्च भएको चाहिँ पछि गएर फेरि त्यहाँबाट चाहिँ भ्रष्टाचार गरेर उठाउँछु भन्ने मान्छे चाहिँ राजनीति नगर्दा हुन्छ। किनकि त्यहाँ कि म जस्तो अलिक व्यवसाय नै हुनु पर्यो। अब मेरो चाहिँ ट्रेकिङ कम्पनी छ, मेरो हेलिकप्टर कम्पनी छ, मेरो हस्पिटल छ होइन। मलाई प्रशस्त पुग्छ भने म किन चाहिँ नि मेरो जनताको पसिनाले चुहाएको कारले तिरेको पैसामा भ्रष्टाचार 1 रुपियाँ पनि मैले गर्नु जरुरी छैन र म गर्नु पनि गर्दिनँ होइन। त्यो कारणले गर्दा म त अझै के भन्छु भने कति मान्छेहरू त राजनीति गर्छ तर पैसै कमाउँछु भनेर सोचेर हिँड्छ भने त्यो गलत हो। त्यसलाई चाहिँ तपाईँहरूले के गर्नुहोस् भने तपाईँहरू पैसा कमाउने इच्छा छ भने व्यापार गर्नुहोस्, बिजनेस गर्नुहोस्, आफूले चाहिँ नि मेहनत गर्नुहोस् अनि बल्ल तपाईँहरूले पैसा कमाउन सक्नुहुन्छ। त्यसपछि तपाईँहरू फेरि राजनीति गर्नुहोस् न, के आपत्ति छैन नि। तर राजनीति नै गरेर म अब यो यस्तो गर्छु त्यहाँ गर्छु भोलि यहाँ पुग्यो भने म पैसा कमाउँछु भनेर सोच भने अहिलेको जमानामा त्यो हामीलाई छुट छैन। त्यो छुट चाहिँ अब हामीले पाउनेवाला पनि छैन। भनेपछि तपाईँबाट त्यो गल्ती हुँदैन? मबाट बरु मेरो खल्तीको पैसा मैले कमाएको पैसाबाट म बरु उता दिन तयार हुन्छु। तर म त्यो सरकारी निकायको आफ्नो गाउँमा आएको बजेट सबैको त्यो चाहिँ 1 रुपियाँ म कसैबाट लिनुमा तयार हुँदैन। यो चाहिँ मेरो चाहिँ अहिले नै हो, यो मेरो प्रतिबद्धता। जस्तै तपाईँले अघि मेरो हेलिकप्टर कम्पनी छ भन्दाखेरि अस्ति तपाईँ ठ्याक्कै यो रासोपामा जाने बित्तिकै तपाईँ ठ्याक्कै हेलीमा चढेर चाहिँ गाउँमा पुग्नुभयो। अनि कतिले चाहिँ त्यो मैले चाहिँ कमेन्टमा हेरेर चाहिँ हेलीमा चढेर चाहिँ जनताको समस्या कसरी बुझ्छ, कसरी देख्छ भन्नुहुन्छ नि त। यसमा चाहिँ तपाईँको के छ तपाईँको विचार? त्यो चाहिँ अब उहाँहरूले कुनैले अब नबुझेर पनि हुनसक्छ। म त एउटा मकालु गाउँपालिका वार्ड नम्बर 1 वालुङमा जन्मेर म एउटा खाली खुट्टा नुन बोकेर हिँड्ने मान्छे हुँ। मलाई त्यो ठाउँको सबै माटो ढुङ्गा खोला नाला मेरो गाउँको मेरो ठाउँको मेरो जिल्लाको मेरो गाउँपालिकाको मेरो त्यहाँ भएको गाउँपालिका। तर त्यस्तो समस्या चाहिँ हेलीमा चढेर बुझ्दैन भन्छ नि? होइन, मेरो कुरा सुनिदिनुहोस्। म सबै हिँडेर पनि घुमेको छु, बुझेको छु, म बुझ्छु। म गाउँले जीवनको मान्छे हो होइन। तर मेरो हेलिकप्टरमा चढ्ने भनेको चाहिँ मसँग समय कम भयो भने म हेलिकप्टरमा जानु पऱ्यो होइन। अब त्यो मेरो राज्यको पैसा होइन, मैले आफैले दुःख गरेको पैसा हो होइन। राज्यले त अझै मैले उरेको बापत ट्याक्स पो दिनुपर्छ, उरेको बापत ट्याक्स बुझाउनु पर्ने हुन्छ होइन। त्यो कारणले गर्दा त्यो चाहिँ उहाँहरूको गलत सोचाइ हो। अब भोलि गएर कहाँ दुःख छ भन्ने कुरा त मलाई त त्यहाँ ठाउँ ठाउँमा हाम्रो मान्छेहरू छ नि त।
मलाई बोट खोलामा समस्या भने बोट खोलाबाट फोन आउँछ, मकालु गाउँपालिकामा समस्या छ भने मकालु गाउँपालिकाबाट फोन आउँछ, सिलिचुङ गाउँपालिकामा समस्या छ भने सिलिचुङ गाउँपालिकाबाट फोन आउँछ होइन। अब खाँदबारी नगरपालिकामा छ भने आउँछ, मलाई सबै ठाउँबाट फोन आउँछ। तर अब म त्यहाँ हेलीमा झन्डै गर्दाखेरि त त्यो त एउटा आरोप त लाग्ला, नबुझ्नेले त्यो हुन पनि सक्छ। तर म के तपाईँको यो भिडियो मार्फत म के भन्न चाहन्छु भने मलाई गाउँघरको सबै दुःख थाहा छ, राम्रोसँग थाहा छ। अब यो तपाईँ सङ्घसभाको चाहिँ प्रतिनिधि भइसकेपछि चाहिँ सङ्घसभा पुरै तपाईँको अडानमा चलाउनुपर्छ। जस्तै तपाईँ त्यहाँको प्रतिनिधि भइसकेपछि सङ्घसभा खादबारीदेखि माथि थुदाम भोटखोला सबै तपाईँले हेर्नुपर्छ। त्यहाँको विशेष गरी त्यहाँको समस्यालाई चाहिँ तपाईँ चाहिँ कसरी चाहिँ बुझ्नुहुन्छ कि तपाईँ आफै त्यहाँ पुगेर चाहिँ बुझ्नुहुन्छ? त्यहाँको म त अहिले प्रतिनिधि नहुँदै म वर्षमा 2-4 चोटि पुग्छु। प्रतिनिधि भएपछि त म चाहिँ झनै पुग्नै पर्ने हुन्छ होइन। समस्या अहिले के छ भन्ने कुरा त मलाई प्रष्टै रूपमा मलाई थाहा छ त्यहाँको समस्याहरू। त्यहाँको विशेष गरी भोटखोलाको समस्या के छ तपाईँले एक दुई दिन भनिदिनुहोस्। त्यहाँको समस्या भनेको एकदम मान्छेहरूलाई अब स्पष्ट रूपमा भन्नुपर्दा बोट खोलाको मान्छेहरूलाई मलाई चामल किनिदेऊ, मलाई चाहिँ नि औषधि ल्याइदेऊ, मेरो घरमा ग्यास ल्याइदेऊ त कसैले भनेको छैन नि। त्यहाँको समस्या भनेको दुख बिरामी हुँदा मान्छेहरू अचानक बिरामी भयो भने एकदम छिटो उपचारको लागि माध्यमहरू खोज्छन्। त्यो बेलामा मैले त्यहाँ हेलिकप्टरको जहिले पनि म पठाउँछु, मेरै हेलिकप्टर पठाउँछु होइन। अरूको हेलिकप्टर भन्दा 1-1.5 लाखै सस्तो गरेर पठाइदिन्छु। पैसा पनि उहाँहरूले बेलामा जम्मा गर्नु पर्दैन, उहाँहरूको आफ्नै हेलिकप्टर जस्तो गरेर उहाँहरूले पछि आएर जम्मा गरेर 2-3 महिनापछि दिँदा पनि केही फरक पर्दैन। त्यो पनि त एउटा एउटा समस्या त्यहाँ छ। अर्को कुरा भनेको अब त्यहाँ के समस्या छ भने अब अहिले मोटरको बाटोहरू पुगेको छन्। मोटरको बाटोहरू त पुग्नु त पुग्यो होइन, तर पुगे पनि अहिले त्यो मोटरको बाटो व्यवस्थित रूपमा भएको छैन। कहिले त्यो खोलाले चाहिँ बाटो बिगारिदिने, कहिले के गरिदिने होइन। अब सुत्केरीहरू यस्तो भएको खण्डमा अब मान्छेहरू आउँदाआउँदै बाटोमा मर्ने मान्छेहरू पनि धेरै छ। मैले के भन्ने गरेको छु भने सुत्केरी महिलाहरू एकदमै अब रक्तमै भएर अब बाटोमा नै मर्ने अवस्था आयो भने म त्यस्तोलाई त फ्रीमा पनि उद्धार गरिदिन्छु होइन। अब कतिको त्यो टाढो छ, यहाँबाट तुमलिङ टारसम्म जानुपर्ने हुन्छ, तुमलिङ टारदेखि त्यहाँ गाडीमा जाँदा 2-3 घन्टा लाग्छ। कोही मरौ परौ लास बोकेर आउँछ, कोही के हुन्छ। त्यस्तो अवस्थामा कसै नाजुक अवस्थामा देखेर म फ्रीमा गरिदिन्छु। मैले त्यो मेरो पहिलादेखि नै गर्ने हो। यो फेरि म अहिले यहाँ राजसभामा आएर यो मान्छे उठेर यसले यो अहिले योचोटि गर्यो भनेर मैले यो धेरै वर्ष भइसक्यो, 10 वर्ष अगाडिदेखि तपाईँहरूले बोट खोलाको मान्छेहरूले सोध्नुहोस्, अहिलेसम्म त्यो उडाउने हेलिकप्टर सबै मेरो हो। सबै मान्छे हेलिकप्टर व्यवसाय भने चाहिँ त पैसै कमाउने त हो नि। तर अरू मान्छेहरूले के गर्छ भने अरू कम्पनीहरूले अब त्यो मान्छे नेपाली रहेछ बहुत छोडिदियो भनेर डलर जहाँ भुरी आउँछ त्यहाँ पठाउँछ। मैले चाहिँ के भन्छु भने डलर होइन, मेरो गाउँमा मान्छे बिरामी भएको छ, त्यो मान्छे नलिकन म हेलिकप्टर अरू अन्त पठाउँदिनँ भनेर म त्यस्तो खालको अडिट पनि गर्ने मान्छे हो कि। त्यो कारणले गर्दाखेरि यस्तो समस्याहरू गाउँमा धेरैहरू छन् होइन। अब त्यो एउटा चाहिँ त्यो भयो। एउटा चाहिँ त्यो गाउँमा जति अहिलेसम्म बोट खोलामा बिरामीहरू हुन साथ हेलिकप्टर पठाउन सकेको छैन। कति त त्यो हेलिकप्टर नपुगेर अब बितेको घटनाहरू पनि छ। कारण किनभने त्यहाँ राज्यबाट अलिक पछाडि राखेको छ, किनभने पर्मिसन लिनलाई धेरै टाइम लगाउनु छ। त्यहाँ जिल्लामा राम्रो सिडिओ चाहिन्छ हामीलाई, त्यहाँ जिल्लामा राम्रो डिएसपी चाहिन्छ, किनभने उहाँहरूको कोअर्डिनेट बिना त्यहाँ फेरि हेलिकप्टर उड्नलाई पनि उड्नु दिँदैन। अहिले अहिलेको सिडिओ साहबहरू, अहिलेको डिएसपी साहबहरू एकदम ठिक छ, हाम्रो कोअर्डिनेट अनुसार चल्छ। हामीले भनेको कुराहरू उहाँहरूले बुझ्नुहुन्छ र बिरामीहरू एकदम टाइममा उद्धार भइरहेछ। जस्तै त्यहाँको भोटखोला क्षेत्रमा चाहिँ त्यो चाहिँ एउटा रेड एरिया पनि भन्छ कतिले, त्यसलाई रेस्ट्रिक्ट एरिया भन्छ। त्यसको कारण किनभने त्यहाँ चाहिँ नि तपाईँको नत्र खास त्यहाँ मान्छे बिरामी भएपछि 1 दिन त त्यो पर्मिसन लिन नै लाग्छ। यहाँ हेलिकप्टर त्यसको लागि सजिलो पार्नको लागि चाहिँ तपाईँको भूमिका के हुन्छ? यसमा चाहिँ यदि तपाईँ प्रतिनिधि भइहाल्यो भने म भए पनि यसको समस्या समाधान चाहिँ हुँदैन। मान्छेले यस्तो आशा चाहिँ दिनु हुँदैन, किनभने यो चाहिँ जमानामै एउटा चाहिँ के पारेछ भने हाम्रो सङ्खुवासभा, गोर्खा जिल्ला, मुस्ताङ जिल्ला, डोल्पा जिल्ला, यी जिल्लाहरू जुन टिबेटको क्षेत्रमा पर्ने जिल्लाहरू चाहिँ रेस्ट्रिक्ट एरिया भनेर चाहिँ एउटा छुट्याएको छ। हाम्रो जिल्लामा बोटखोला परेको छ, अब मुस्ताङ परेको छ जिल्ला होइन। अब त्यहाँ एउटा गोर्खा जिल्लामा चाहिँ तपाईँको चुनौरी गाउँपालिका परेको छ। यी पालिकाहरूमा चाहिँ के छ भने अब यो जमानादेखि गर्दै आएको चिज हो। यो मेरो म जितेर मैले समस्या यो समाधान गर्न सक्दैन। तर अब
कुनै अब काहीँ निकायहरूबाट भएर भोलि गएर चाहिँ नि एउटा राम्रै नियम कानुन बुझेर मेरो पार्टीमा यो समस्या समाधान गर्न सक्छ कि सक्दैन भनेर राख्नु चाहिँ म सक्छु, तर त्यसको समस्या समाधान चाहिँ मैले निकाल्न चाहिँ सक्छु। समस्या समाधान गर्न नसके पनि केही सहजता दिलाउन सक्छ सहजता होला त नि। म अहिले नै गरिरहेको छु। मैले सहजता त अब मैले सिडिओसँग डिल गर्ने हो, डिएसपीसँग डिल गर्ने हो, त्यहाँ मेरो मान्छे मर्नु लागेको छ, तपाईँले यो गरिदिनु पऱ्यो, मऱ्यो त्यहाँ मान्छे मऱ्यो भने तपाईँहरूको पनि बेइज्जत हुन्छ, हाम्रो पनि बेइज्जत हुन्छ भन्ने चाहिँ म अहिले नै गर्छु। त्यो त अहिले नै सहज गर्छु, तर त्यो सहज हुनको लागि अहिलेकै जस्तो सिडिओ, अहिलेकै जस्तो डिएसपीहरू चाहिन्छ, किन कुरा बुझ्ने मान्छे चाहियो क्या। अब पहिला पहिला चाहिँ हामीले एकदम गाह्रो थियो, कहाँ हुन्छ, हेलिकप्टर उड्नु दिँदैन, यहाँ आऊ, यहाँबाट पुलिस ल्याउनुपर्छ, यहाँ आऊ, त्यहाँ जाउँ, उहाँ जाउँ भन्थ्यो होइन। तर अहिलेको चाहिँ अहिले तत्कालीन रिसेन्ट भएको चाहिँ सिडिओ साहबहरू, त्यहाँको डिएसपी साहबहरूले चाहिँ एकदम कुरा बुझेको छ, अहिले सहज ढङ्गले चलिरहेको छ भनौँ न। अब तपाईँले यदि सङ्घसभामा चाहिँ जितिहाल्यो भने त्यो पुरानो नेता र तपाईँमा चाहिँ के फरक पाउँछ त्यहाँका जनताहरूले? मेरो चाहिँ त्यहाँ जनताले भन्दाखेरि पनि अब मैले भनिहालेँ नि, हाम्रो चाहिँ एउटा नीति नियम चेन्ज गर्ने ठाउँको लडाइँ रहेछ क्या अहिले। यो चाहिँ अहिलेको चुनाव भनेको चाहिँ म जित्ने बित्तिकै त्यहाँ तुरुन्तै चेन्ज हुनेवाला केही पनि छैन। म जित्ने बित्तिकै चेन्ज यो गर्छु भने मेरो औकात पनि होइन। एउटा यो जग्गा हुन्छ नि त, यस्तो चाहिँ छ, यसले चाहिँ भ्रष्टाचार कम गरौँ, यो गरौँ, ऊ गरौँ भनेर अहिले जुन एउटा भ्रष्टाचार गर्नुहुन्न र गर्नु दिनुहुन्न भन्ने मान्छेको लडाइँ हो यो होइन। एउटा चाहिँ भ्रष्टाचार गर्दा नि केही फरक परेन, पुरानै तरिकामा चलेर जाउँ, पुरानै सिस्टममा लैजाउँ भन्ने छ भने एक लेन चाहिँ भ्रष्टाचार गर्नै हुन्न, भ्रष्टाचार गरेर त्यसको ठुलो सजाय भोग्नुपर्छ र भ्रष्टाचार गर्ने नियम कानुन चाहिँ कडा नियम कानुन बनाउनुपर्छ भनेको लडाइँ हो होइन। यो भोलि गएर बहुमत सरकार जितेर आएर बहुमत सरकार बनायो भने त्यो सबभन्दा अगाडि त नियम कानुन चेन्ज हुने हो। त्यो चेन्ज हुनु भनेको नि फेरि त्यही लगेर गाउँमा गएर चेन्ज हुने हो होइन। मैले नै म तुरुन्तै जित्ने बित्तिकै गाउँमा गएर सबै चेन्ज गर्ने भन्ने चाहिँ गलत हो। जस्तै अब यो भ्रष्टाचार गर्नु दिनुहुन्न र गर्नु हुँदैन भन्नेमा चाहिँ तपाईँको भूमिका के हुन्छ? मेरो चाहिँ जस्तै मेरो चाहिँ जिल्लाको एउटा नेतृत्वमा पुग्यो भने मैले मेरो जिल्लामा गएको जति प्रोजेक्ट, मेरो जिल्लामा भइरहेको हाइड्रो पावरको जुन दादागिरीहरू छ, मेरो जिल्लामा भएको अब त्यो जतिवटा चाहिँ आइएनजिओ सरकारी निकायबाट गएको प्रोजेक्टहरू चाहिँ मैले पैसा नखाइकन चाहिँ त्यहाँ चाहिँ मैले खबरदारी गर्न सक्छु नि त होइन। यदि इनकेस म पैसामा बिक्यो भने त त्यो त सबै बदरगोल हुने भयो होइन। जुन त्यो नेतृत्वले पैसामा बिक्न थाल्यो भने त त्यहाँको प्रोजेक्टहरू सबै बदरगोल हुने भयो। तर मेरो सोच चाहिँ के भने यदि म जितेर गयो भने 1 रुपियाँ पनि भ्रष्टाचार हुँदैन, काम गर्नेले पनि काम गर्न दिने र काम गर्नेले पनि व्यापार गर्नेले पनि आफ्नो गाउँको स्थानीयले चाहिँ नि पाउने चिजहरू सबै पाएर, स्थानीयले जति नियम कानुन अनुसार पाउने चिजहरू छ त्यो सबै पाएर दियो भने व्यापार गर्नु पायो। तर कोही नेतालाई 2-4 करोड दिएर अनि अरू बाँकी स्थानीयले चाहिँ एकदम हेप्ने प्रवृत्तिहरू चाहिँ भइरहेछ अहिले, त्यो चाहिँ मबाट गर्न दिन्न। जस्तै तपाईँले ठ्याक्कै अहिले हाइड्रो पावरको कुरा निकालिहाल्नुभयो। भुटखोला चालमा अहिले वरुण खोला भन्ने छ, त्यहाँ तपाईँलाई पनि जानकारी छ होला। त्यहाँ चाहिँ हाइड्रो पावर बनाउँदैछ। त्यो मात्रै होइन, भुटखोला क्षेत्रमा विभिन्न ठाउँमा चाहिँ हाइड्रोहरू बनाउँदैछ। त्यसलाई चाहिँ बनाउनु हुँदैन भन्ने तपाईँको चाहिँ धारणा के छ र तपाईँको चाहिँ भूमिका के हुन्छ त्यहाँ चाहिँ? त्यहाँको चाहिँ कुनमा वरुण खोला मात्रै होइन, त्यहाँको भुटखोला क्षेत्रमा बन्दै गरेको चाहिँ बन्नु हुन्छ कि हुँदैन तपाईँको विचारमा? होइन, त्यो चाहिँ एउटा के हुन्छ भने एउटा नेपाल सरकारले दिएको एउटा नियम कानुन हुन्छ। त्यो कानुन अनुसार चाहिँ उहाँहरूले बनाउनु सक्नुहुन्छ, बनाउनु पर्छ, किनभने त्यो त हाम्रो सर्त हो नि त, हाम्रो चाहिँ स्वत हो। हामीलाई पनि त्यही भोलि गएर हामीले त्यो उहाँहरूले बनाएको पैसा चाहिँ हामीले रोयल्टी आएर हाम्रो गाउँलाई नै विकास हुने कुरा हो। तर मेरो भनाइ चाहिँ कहाँनिर हो भने त्यो बनाउँदै गर्दा त फेरि गाउँलेले त मार पार्नु भएन नि त। गाउँलेले पाउने चिजहरू त सबै पाउनु पऱ्यो, गाउँलेले स्थानीयले खुसी हुनु पऱ्यो, स्थानीयको हात हितमा पाउने चिजहरू सबै पाउनु पऱ्यो। 2-4 जना मान्छे मात्रै मिलेर त्यो पैसाहरू कमाउने अनि बाँकी स्थानीयले चाहिँ लत्तालिङै छोडिदिने चाहिँ गर्नु भएन। त्यस्तो गरेको खण्डमा चाहिँ मबाट चाहिँ त्यसले चाहिँ एक्सक्युज पाउँदैन भन्ने नै हो। अब यो भुटखोला क्षेत्र एउटा पर्यटन क्षेत्र पनि हो भन्छन्। त्यस्तो पर्यटन क्षेत्रमा चाहिँ तपाईँको कतिको प्राथमिकता हुन्छ? विशेष गरी म पर्यटन सम्बन्धी नै काम गरेर आएको मान्छे हो, पर्यटनको एउटा विज्ञ जस्तै मान्छे सम्झिनुहोस् होइन।
म चाहिँ अब विश्वको 8,000 भन्दा माथिको 14 हिमाल चढ्ने पहिलो नेपाली हुँ। विश्वमा रहेका 7वटा महादेशको पृथ्वीको 7वटा भागमा गएर त्यो 7वटा भागको आक्लो आक्लो चढ्ने नेपाली हुँ। म विश्वको चाहिँ नि एउटा अन्टार्क्टिका महादेशको साउथ पोलसम्म पुगेर आउने मान्छे हुँ, पहिलो नेपाली हुँ होइन। त्यो कारणले पहिलो दाजुभाइ हामी धेरै स्टुडेन्ट छ। हामीले खोजेको चाहिँ एउटा पर्यटनमा चाहिँ धेरै सम्भव भएको बोटखोला र महाकालु गाउँपालिका हो। बोटखोला गाउँपालिका महाकालु गाउँपालिका साझीकरण गरेर राम्रो रुटहरू बनाएर त्यहाँ चाहिँ नि अहिले के छ भने राष्ट्रिय निकुञ्जलाई हामीले एकदम बाधा पुऱ्याएको छ। किनभने त्यहाँ खानेकुराहरू राम्रो पाएको छैन, सुत्ने ठाउँहरू कुहिरोहरू राम्रो पाएको छैन। हामी चाहिँ अझै पनि 20 वर्ष अगाडिकै चाहिँ स्टाइलले हामी त्यहाँ चलाइरहेको छु र कुहिरोहरू धेरै कम आइरहेको छ। कारण किनभने हामी साझीकरण पनि भएन। त मेरो चाहिँ म जितेर आएँ भने चाहिँ मेरो चाहिँ त्यो कुरामा चाहिँ एकदम साझीकरण हुन्छ। महाकालु गाउँपालिका र बोटखोला गाउँपालिका साझीकरण गरेर भयो भने त अझै सिलिचुङ महाकालु गाउँपालिका र बोटखोला गाउँपालिका त महाकालु महानगरपालिका बनाउँदा पनि हुन्छ होला होइन। महाकालु महानगरपालिका बनायो भने त 3टै गाउँपालिका हामी समेट्न सक्छौँ। इनकेस भएन भने पनि महाकालु गाउँपालिका र बोटखोला गाउँपालिका चाहिँ एउटा साझीकरण सिलिचुङ पनि राखेर र चिचिला सभापोखरी यी गाउँपालिकाहरू एक साझीकरण गरेर एउटा राम्रो ट्रेकिङ माध्यमको रुट चाहिँ हामी बनाउन सक्छौँ। गुफा पोखरीदेखि चाहिँ नि हामी सभापोखरी हुँदै जाने, माथि लुम्बासम्म पुग्ने, थुदाम हुँदै चाहिँ नि यता हटिया हुँदै याङलेखाको भएर महाकालु बेस क्याम्प जाने, अर्को चाहिँ नि थुदाम हुँदै उता चाहिँ नि ताप्लेजुङ जाँदै उता कञ्चनजङ्घा बेस क्याम्पसम्म पुग्ने, गुन्सा कञ्चनजङ्घा बेस क्याम्पसम्म पुग्ने, यस्तो यस्तो रुटहरू हामीसँग धेरै छ। इनकेस यो रुटहरू हामीले राम्रोसँग बनाउन सक्यो भने हामीलाई प्रशस्त टुरिस्टहरू पनि आउँछ। अर्को कुरा हाम्रो केमाथाङाको नाका, जुन त्यो नाका चाहिँ खुल्न बित्तिकै कति धेरै चाइनिजहरू पनि आउनु खोज्छ यो एरियामा। त्यो चाइनिज टुरिस्टहरू पनि हामी त्यहीँ केमाथाङा नाकाबाट नै लिएर काठमाडौँ आउनु पर्दैन। उहाँहरूले त्यहीँबाट महाकालु बेस क्याम्प घुमाएर त्यही केमाथाङाबाटै वापस जान सक्छ। त्यहाँबाट आएर लुम्बासम्म त्यो तम्बितक सबै घुमेर यता चाहिँ तपाईँको सभापोखरीसम्म आएर फेरि खाँदबारी तुमिङटार आएर त्यहाँबाट ट्रेकिङ गाडीमा फेरि केमाथाङा फर्केर जाने बाटो पनि हुन्छ होइन। ट्रेकिङको त रुट त हामीसँग स्पेसल रुट चाहिँ 4-5वटा छ। मेरो योजना भनेको चाहिँ यति म चाहिँ जनप्रतिनिधि भएर त्यहाँ आउनु पाएँ भने राष्ट्रिय निकुञ्जसँग सहकार्य गरेर कसरी हुन्छ त्यो रुटको बाटोहरूमा राम्रो राम्रो रिसोर्ट रोडहरू बनाउने, राम्रो राम्रो चाहिँ होटेलहरू बनाउने, खानेकुराहरू राम्रो राम्रो प्रशस्त चाहिँ नि कुहिरोहरूले मनपर्ने खानेकुराहरू चाहिँ त्यहाँ राख्ने होइन। त्यस्तो खालको चाहिँ एउटा कमिटी बेस बनाएर जाने इच्छा छ। अब व्यक्ति गरेर भने व्यक्ति म गर्नु सक्छु, तर व्यक्ति गर्दाखेरि मलाई फेरि गाउँले जिल्लाले यो मान्छे चाहिँ लोभी रहेछ भन्दा कमिटी बेस बनायो भने चाहिँ कमिटी बेस चाहिँ हामी सबैले माया गर्नुपर्ने हुन्छ। त्यो चाहिँ एउटा सेयर सिस्टममा गरेर मलाई चाहिँ त्यो एकदम 1 नम्बरमा बनाउने इच्छा चाहिँ त्यो रुट चाहिँ हो। भनेपछि तपाईँ यदि त्यहाँको प्रतिनिधि भइयो भने जनताको चाहिँ मुनि बसेर चाहिँ तपाईँ चाहिँ काम गर्न चाहनुहुन्छ? इच्छा मेरो चाहिँ ठुलो इच्छा। अब जस्तै म चाहिँ किनभने पर्यटन सम्बन्धी नै हो नि त, म चाहिँ पर्यटन सम्बन्धी जानेको हुनाले मलाई भोलि त्यहाँ गएर यो जलस्रोत सम्बन्धी चाहिँ मलाई चाहिँ काम आउँदा मैले जलस्रोत समिति त म जान्दैन। जलस्रोत सम्बन्धी त जान्ने विज्ञ अर्कै हुन्छ, तर पर्यटन सम्बन्धी त म राम्रोसँग बुझ्छु नि त होइन। पर्यटन सम्बन्धी त म भोलि मन्त्री पनि हुनसक्छु होइन। मैले त यो सम्बन्धी त म त धेरै ज्ञान छु होइन। त्यो कारणले गर्दाखेरि अब जलस्रोत चाहिँ हाम्रोमा चाहिँ भोलि चाहिँ अब अलिकति हाइड्रोहरू भोलि भएको हुनाले त्यो सम्बन्धी पनि हामीले ध्यान गर्नुपर्ने हुन्छ। मैले त्यो सम्बन्धी पनि काम चाहिँ गर्नुपर्ने हुन्छ। यदि त्यहाँको प्रतिनिधि भयो भने मेरो चाहिँ बुझाइ यति मात्र हो कि मलाई कसै मान्छेले पैसा दिएर त्यहाँ जनताले हेर्नु चाहिँ पाउँदैन भन्ने। अब तपाईँ प्रतिनिधि भएर गयो भने तपाईँको पहिलो प्राथमिकता चाहिँ के हुन्छ? मेरो लगायत मेरो प्राथमिकता त सबभन्दा सुरुमा चाहिँ पर्यटन नै हुन्छ। किनभने म पर्यटन सम्बन्धी नै बुझ्ने मान्छे भएकोले पर्यटन नै हुन्छ। त्यसपछि गएको चाहिँ अब जनताको के समस्या छ, जनतालाई सबैले एउटै मात्रै समस्या त छैन, धेरै किसिमको समस्याहरू हुन्छ। त्यो समस्याहरूको समाधान गर्नु छ होइन। अब त्यो चाहिँ फेरि एउटा यस्तो हुन्छ, कति चाहिँ व्यक्तिबाट गरिदिनु पर्ने हुन्छ, अब कति चाहिँ राज्यबाट गरिदिनु पर्ने हुन्छ होइन। मेरो व्यक्तिबाट पनि म रेडी, राज्यबाट गर्नु ताहमा पनि म रेडी चाहिँ गरेर बस्छु। अब तपाईँ अब यो फागुन 21 गते चुनाव पनि हुँदैछ, त्यहाँको जनता सङ्घसभाली जनताले चाहिँ तपाईँलाई चाहिँ किन भोट दिनुपर्छ? यो चाहिँ अब मैले मलाई भोट हाल भन्न चाहिँ मिल्दैन। किनभने त्यो चाहिँ
मान्छेलाई एउटा चेन्ज चाह्यो भने त्यो अटोमेटिक जनता नै चेन्ज भएर आउँछ होइन। भनेपछि अब तपाईँको धारणा छैन कि विचार छैन कि मलाई भोट हाल्नुहोस् भन्ने। होइन, मलाई चाहिँ भोट हालेर म जित्नै पर्छ भन्ने चाहिँ छैन। किनभने मलाई जनताले इच्छै छैन भने त म जित्नुपर्छ, मैले जित्छु भनेर हुन्छ त, हुँदैन नि। होइन, कुनै त प्रतिनिधिहरू त जित्छु भनेर होइन, लागेको हुन्छ नि। उहाँहरूको के हुन्छ भने उहाँहरूले झुटो आश्वासन दिनुहुन्छ होला, जनतालाई मख बनाउँछ होला होइन। म यो गर्छु भन्छ होला, 10 वर्षपछि म यो गर्छु भन्छ होला, 5 वर्षभित्र म यो काम गरिदिन्छु भन्छ होला। त्यो चाहिँ भोलि गएर म त्यो ठाउँमा फर्केर जानु नसक्नुको एउटा कारण, अहिले जनप्रतिनिधिहरू त्यही ठाउँमा गएर भोट माग्नु नसक्नुको कारण चाहिँ त्यही कुराले हो कि उहाँहरूले 5 वर्षभित्र यति धेरै काम गरिदिन्छु भने हुन्छ, तर 5 वर्ष बितिसक्दा उहाँहरूले एउटा पनि काम गरेको हुँदैन। त्यो कारणले गर्दा अहिले उहाँहरू गाउँमा भोट माग्न जानु सक्दैन। त्यति नै हो, एकदम सिम्पल कुरा चाहिँ। अब जस्तै तपाईँ प्रतिनिधि भइदियो भने तपाईँमा चाहिँ कतिको छ नातावाद कृपावाद? मेरो चाहिँ हाम्रोलाई होइन, राम्रो मान्छेहरू हुनुपर्छ। गाउँमा जुनसुकैको पार्टीको मान्छे होस्, राम्रो मान्छे छ भने त्यो हामी सबैले साथ दिएर त्यसलाई जिताउनुपर्छ। गाउँमा, स्थानीयमा होइन, गाउँपालिकामा, नगरपालिकामा हाम्रो होइन, राम्रो मान्छे चाहिएको छ अहिले त्यहाँको जनतालाई, देशलाई। त्यो कारणले गर्दा हामीबाट छानेको मान्छे त्यहाँ उम्मेदवार हुँदैन, तपाईँहरू गाउँबाट छानेको मान्छे त्यहाँ उम्मेदवार हुन्छ। मेरो पार्टीको तर्फबाट चाहिँ म त्यो भन्न चाहन्छु। भनेपछि तर कतिले त जितिसकेपछि चुनावको अगाडि अर्को बोल्छ, तर चुनाव जितिसकेपछि अर्कै बोल्छ भन्छ नि त। जस्तै अब मानिलिनु मैले तपाईँलाई एउटा उदाहरण मात्रै दिएको, यदि तपाईँले जितिहाल्यो भने तपाईँकै मान्छेलाई चेपेर नै त्यहाँ एउटा राम्रो पोस्टमा पुऱ्यायो भन्ने अरूले पनि भन्छन्। त्यसमा चाहिँ तपाईँको के छ टिप्पणी? तपाईँबाट कतिको हुन्छ त्यस्तो? मैले भनेको नि, हाम्रोलाई होइन, राम्रोलाई छान्नुपर्छ। त्यो पनि गाउँबाट छानेर आउनुपर्छ। गाउँको युवाहरूले छानेर पठाएको हुनुपर्छ, त्यो मान्छे इमान्दार छ कि छैन भनेर। त्यो हाम्रोलाई दिने भए त त्यो त पुरानै शैली भइहाल्यो नि। त्यो मात्रै कारण हो, किनभने यो पर्यटन क्षेत्रमा धेरै चाहिँ नेपालको अहिलेको राजनीतिक दलहरूले पर्यटनै बुझेको छ। किनभने पर्यटन भनेको चाहिँ संसारमा, नेपालमा 10 लाख पर्यटन ल्याउनाले चाहिँ एकदम मरिहत्या गर्दा पनि 10 लाख वर्षमा ल्याउन सक्दैन। तर यही पर्यटक थाइल्यान्ड, इन्डोनेसिया, भियतनाम 1 दिनमा 10 लाख मान्छे छिर्छ त्यहाँ होइन। अनि हाम्रो यस्तो राम्रो देश, हाम्रो यस्तो सुन्दर देशमा यहाँ सबै मन्त्रीहरू भन्छन् एउटा लुक्ला पनि नपुगेको, एउटा शङ्खसभा पनि नपुगेको, एउटा मकालु पनि नदेखेको, एउटा एभरेस्ट पनि नदेखेको मान्छेहरू चाहिँ पर्यटन मन्त्री भन्छन्। अनि यो देशमा पर्यटनको के बोल हुन्छ र? मान्छेहरू चाहिँ यहाँ आएर, पर्यटनहरू आएर एयरपोर्टमा त्यो लुक्लातिरको वेदर बिग्रियो भने त्यो थाङ्नामा सुताएको जस्तो गरेर एयरपोर्ट बढी सुतिरहेको हुन्छ, तर त्यहाँ सरकारको निकायको मान्छे कोही पनि आउँदैन। मलाई कस्तो चित्त दुख्छ, कुन चाहिँ पर्यटन मन्त्री चाहिँ कस्तो होला भनेर। अनि त्यो भन्यो भने अब सबै कुर्सीकै मात्रै काम हुन्छ, उहाँहरूको त मिटिङ मात्रै हुन्छ होइन। तर मलाई चाहिँ यो पर्यटन सम्बन्धी सबै कुरा थाहा भएको हुनाले म मेरो पार्टीमा पर्यटन सम्बन्धी सबै कुरा गर्ने जिम्मेवारी म लिन्छु जस्तो मलाई लाग्छ कि। किनभने यो कुरामा चाहिँ हामीले धेरै कुरा सुधार्न सकेन भने भविष्यमा हामीले पर्यटक ल्याउनु सक्दैन। नत्र यहाँ वर्षमा 50 लाख पर्यटक ल्यायो भने त हाम्रो यो सबै घरहरूमा होमस्टे हुनुपर्ने हो, धेरै पैसाको इन्कम हुने कुरा हो। तर हाम्रोमा दुर्भाग्यवश न पर्यटन सचिव राम्रो आउँछ, न पर्यटन मन्त्री राम्रो आउँछ। पर्यटनै नबुझेको मान्छेहरू त्यहाँ मन्त्री बन्छन्, पर्यटनै नबुझेको मान्छेहरू त्यहाँ सचिव बन्छन्, उपसचिव बन्छन्। तर यो वास्तवमा चाहिँ मलाई गलत चाहिँ के लाग्छ भने पर्यटन भनेको चाहिँ एउटा देशको स्रोत हो। जलस्रोत भन्दा अहिले मान्छेले जलस्रोत भन्छ, म त अहिले पनि पर्यटनै प्राथमिकतामा राख्छु। किनभने जलस्रोत भनेको भोलि के हुने हो थाहा छैन। भोलि चाहिँ बनाउँदै जाँदा कहीँ एउटा देशले चाहिँ राम्रो एनर्जी भएको एउटा टेक्नोलोजी बनाइदियो भने जलस्रोत पनि सबै सुकेर जाने। तर पर्यटन भनेको त सगरमाथा हाम्रो देशमा छ, विभिन्न किसिमको 8000 मिटरको हिमालहरू हाम्रो देशमा छ र धेरै सुन्दर सुन्दर ठाउँहरू नेपालमा छ। त्यो कारणले गर्दा पर्यटक चाहिँ भविष्य पृथ्वी राउन्जेल पर्यटन रहन्छ भन्ने मेरो आशा हो। जाँदा जाँदै शङ्खसभाले जनतालाई चाहिँ के सन्देश छ? नमस्ते तपाईँहरू सम्पूर्णमा। म चाहिँ अब योचोटि राष्ट्रिय स्वतन्त्र पार्टीबाट घन्टीमा चिन्ह लिएर तपाईँहरूको आँगनमा
आउँदैछु। कति मान्छेहरूले चाहिँ भन्नुहुन्छ मेरो साथीभाइहरूले यो मान्छे प्रत्यक्ष हामीलाई भेट्न आएन, यसलाई चाहिँ भोट किन दिने भन्ने पनि धेरै अब त्यस्तोहरू पनि गुनासो सुन्छु। र योलाई चाहिँ किन हामीले दिनु पऱ्यो र ऊ त यसरी घुम्नै नआउने हेलिकप्टर मात्रै जाने भन्नुहुन्छ। तर यो वास्तवमा म तपाईँलाई के भन्न चाहन्छु भने हामी एउटा यो एकदम छिटोभन्दा छिटो त्यो निर्वाचनको चाहिँ नै मितिहरू आएको हुनाले हाम्रो व्यस्तताको कारणले हामी हेलिकप्टरमा पनि हिँड्नुपर्ने भयो र तपाईँहरूको पल्लो गाउँमा पुग्दा वल्लो गाउँ नपुग्ने भयो होइन। तपाईँले सम्झिदिनुहोस् सबै सङ्खुवासभावासीले म तपाईँहरूकै मान्छे हो होइन। तपाईँहरूलाई त्यो म आइपुगेन भनेर तपाईँहरूले चिन्ता व्यक्त नगर्नुहोस्। म कुनै न कुनै दिन आवश्यक तपाईँहरूकोमा हारे पनि जिते पनि आइपुग्नेछु भन्दै धन्यवाद।